पढ्न मन लागेन भने पढ्न थाल्नुहोस् न, मन लागिहाल्छ नि। पढ्नै नथालिकन पढ्न मन लाग्छ यार? किताबै नपढ्दैकन पढ्न मन लाग्छ तपाईँलाई? पढ्न थाल्नुहोस्, हप्ता दिनभित्र मन लागेर नि मलाई भन्नुहोस् न। आज पढ्नुहोस्, भोलि पढ्नुहोस्, पर्सि पढ्नुहोस्, त मन पनि फित्तिक्क हुन्छ क्या। फेसबुक तपाईँलाई किन हेर्न मन लाग्छ? हेरै गर्नुहुन्छ, त्यही भएर हेर्न मन लागेको। चुरोट खानलाई किन खान मन लाग्छ? खाएको खाइ गर्छ, त्यही भएर खान मन लागेको। 15 दिन 1 महिना ग्याप राखोस् त त्यसले त्यो चुरोट खानै छोड्छ। यो लत हो नि, पढ्ने पनि लत हो। तपाईँलाई पढ्दाखेरि निन्द्रा लाग्छ, कसैलाई नपढ्दाखेरि निन्द्रा लाग्छ। इट डिपेन्ड्स अपन ह्याबिट। व्हाट इज ह्याबिट? ह्याबिट मिन्स जुन कुरा नियमित रूपमा गरिन्छ, द्याट इज ह्याबिट है। अब अर्को कुरा, कलेजसँग जुझ्छ। अहिले थाहा छ तपाईँलाई जुझ्छ भनेर? जुझ्छ होला भन्ने हो नि त। जब प्रिडिक्सन गर्नुहुन्छ भने नेगेटिभ प्रिडिक्सन नगर्नुहोस् क्या। प्रिडिक्सन गर्नुहुन्छ भने पोजिटिभ प्रिडिक्सन गर्नुहोस्। नाम निक्लिँदैन होला, त्यो त जसले पनि प्रिडिक्सन गर्छ नि। नाम निक्लिन्छ भन्ने प्रिडिक्सन गर्नुहोस् न। एक्जाम जुत्दैन भन्ने प्रिडिक्सन गर्नुहोस् न। मेरो भविष्य राम्रो छ भन्ने कुरा प्रिडिक्सन गर्नुहोस् न। मेरो भविष्य डामाडोल छ, फ्रस्ट्रेसन छ, डिप्रेसन छ, यो प्रिडिक्सन गर्ने तपाईँलाई यो अधिकार छैन। तपाईँलाई बाँच्ने अधिकार छ, मर्ने अधिकार छैन। थाहा छ तपाईँलाई? कानुनमा काहीँ छ मर्ने अधिकार छैन नि, बाँच्ने अधिकार छ। सम्मानपूर्वक बाँच्न पाउने हक भनेर संविधानमा लेखेको छैन। त्यही भएर नेगेटिभ कुरा गर्ने अधिकार तपाईँलाई छँदै छैन। तपाईँ प्रष्ट हुनुहोस्, पोजिटिभ कुरा गर्नुहोस् न। दुईटै एक्जाम जुत्दैन, दुईटैमा म पास हुन्छु, कलेज पनि फर्स्ट, यता पनि फर्स्ट, राम्रो हो नि त। त्यो सकारात्मक ऊर्जा, सकारात्मक कुरा, सकारात्मक विचार मनमा ल्याउने अधिकार छ, संविधानमै प्रत्याभूति छ। नकारात्मक कुरा गर्ने कुरा संविधानमा पनि प्रत्याभूति छैन। तपाईँ कसरी गर्नुहुन्छ?